हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र साथीहरू, आज पनि फेरि मैले तपाईहरुमाझ एउटा नयाँ भिडियो लिएर आएको छु। र आजको भिडियो रहेको छ बिरयानी राइस कसरी पकाउने भन्ने बारेमा। यो एकदमै सजिलो तरिका छ, तपाईहरुले आफ्नै घरमा पनि यसै गरेर बिरयानी राइस पकाएर खान सक्नुहुन्छ। र साथीहरू, च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला र यो भिडियो मन मिल्ने साथीहरुलाई शेयर पनि गरिदिनु होला र धेरै भन्दा धेरै मिठो मिठो कमेन्टहरु पनि ठोकिदिनु होला भन्न चाहन्छु। र त्यसैगरी साथीहरू, अब हामी सुरु गर्न गइरहेका छौं आजको हाम्रो भिडियो लेसनतर्फ। र सुरुमा साथीहरू, मैले यो 4 किलो चामल भिजाएँ, यो बासमती चामल बिरयानी पकाउनको लागि। यो चामललाई यसरी मजाले धोएर भिजाउनु पर्छ। त्यसपछि साथीहरू, मैले यसरी पानी बसाएँ, पानी हेर्नु होला। र हामीले पानी बसाएपछि एकछिनपछि हामीले नुन हाल्नु पर्छ, यसरी साल्ट। त्यसपछि मैले यसमा मसलाहरु जम्मै रेडी गरेको छु, यहाँ मैले लेखेर पनि राखेको छु, तपाईहरुले त्यहाँबाट पढ्नु होला। टमाटो, क्यारोट, ग्रीन कोरिएन्डर, क्लोव्स, कार्डमम, सिनामन, एनाइसी स्टार, यो 7 चीज। त्यसपछि यसमा तेल हाल्ने साथीहरू, ओइल तेल हाल्ने। त्यसपछि अघिको यो टमाटर, गाजर, हरियो धनिया अनि यो लौंग, त्यहाँबाट यो अलग दालचिनी, गरम पट्टाहरु जम्मै यसरी हाल्ने। त्यसपछि अब मजाले यो पानीले उम्लिन दिनुपर्छ साथीहरू, यस्तो आगोमा। यसरी चाहिँ पानीलाई मजाले उम्लिन दिनुपर्छ। त्यसपछि पानी उम्लेपछि यसरी हामीले यो चामललाई यसरी हाल्नुपर्छ साथीहरू। यसरी जम्मै चामल यसरी हाल्ने। त्यसपछि यसरी बेला बेलामा चलाउनु पर्छ चामललाई। र साथीहरू हेर्नुस्, अब यो मजाले चामल उम्लिरहेछ बिरयानी राइस बनाउनको लागि। र यसरी यो चामल मजाले उम्लिरहेछ साथीहरू। भिडियो कस्तो लागिरहेछ कमेन्ट पनि गर्नु होला। मैले युट्युबमा अरु धेरै भिडियो हालेको छु, त्यो पनि हेर्दिनु होला र च्यानललाई धेरै सब्स्क्राइब गरिदिनु होला। अब चाहिँ लगभग पाकिसक्यो। यसलाई चाहिँ पुरै पकाउनु हुँदैन, लगभग 80% चाहिँ बोइल गर्नुपर्छ, 80% जति मात्रै पकाउनु पर्छ साथीहरू। र अब चाहिँ यो पाक्ने बेला भइसक्यो लगभग। मैले चाहिँ यो बेच्नको लागि हो, होटलको लागि, त्यही भएर मैले धेरै पकाएँ। तपाईहरुले चाहिँ थोरै बनाउन सक्नुहुन्छ। र यसरी यो 80% पकाएपछि हामीले यसरी यो छान्नु पर्छ साथीहरू, एउटा जालीमा हालेर। र यसरी मजाले छान्ने र यसको पानीहरु तारिसकेपछि फेरि हामीले अर्को प्रक्रियामा जानुपर्ने हुन्छ, तपाईहरुले हेरिहाल्नुहुन्छ। र यसरी यो चुलो राख्ने अनि यो नडरोस् भन्नको लागि तलबाट एउटा यो फलामको पत्ता राख्ने। तपाईहरुले घरमा अब आफ्नै थालहरु केही राख्दा पनि हुन्छ। त्यसपछि यो काजु र किसमिसलाई यसरी फ्राई गर्ने तेलमा। र यो काजु र किसमिस चाहिँ किन भन्नु होला, यसको एकछिन पछि देखाउँछु, यसको नि काम हुन्छ। त्यसपछि त्यो भाँडालाई यसरी राख्ने, एउटा खाली भाँडालाई, अघिकै भाँडालाई। त्यसपछि घिउ हाल्ने साथीहरू। घिउ हालेपछि हामीले यसरी यो अलिकति फुड कलर हाल्दा हुन्छ। यसको कुनै साइड इफेक्ट हुँदैन, यो फुडकै लागि बनेको कलर हो। तपाईहरुले चाहिँ नहाल्दा पनि हुन्छ, तर हाल्दाखेरि अलिकति राम्रो पनि देख्छ र टेस्ट पनि आउँछ साथीहरू। त्यसपछि यो चामल हाल्ने, अघिको चामललाई हाल्ने, पुरै हाल्नु हुँदैन, अलिकति हाल्ने। त्यसपछि यो चामल माथिबाट फेरि हामीले अलिकति यो फुड कलर हाल्ने अलिकति। त्यसपछि घिउ हाल्ने साथीहरू।
घिउ हालेपछि त्यो अघिको काजु र किसमिस हाल्ने, अघि भनेको थिएँ नि मैले, अहिले यहाँ काम आउँछ यसको यसरी काजु र किसमिस हाल्ने। त्यसपछि यसमा अलिकति यो हरियो धनियाँ पत्ता पनि हाल्ने काटिराखेको। त्यसपछि यो बुटिएको प्याज साथीहरू, फ्राई ओनियन, तेलमा फ्राई गरेको ओनियन हो यो साथीहरू, मसिनो काटेर एकदम मजाले फ्राई गर्नुपर्छ। मैले भिडियो लामो हुन्छ भनेर त्यो चाहिँ देखाएन। त्यसपछि फेरि यो अघिको चामल हाल्ने। त्यसपछि फेरि येल्लो कलर हाल्ने, अघिकै हाम्रो अघि बनेको। यसको कुनै साइड इफेक्ट हुँदैन, त्यही भएर तपाईँहरूले हाल्दा हुन्छ। यो बजारतिर पाउँछ। तपाईँहरूले येल्लो कलर छैन भने अलिकति बेसारलाई पानीमा घोलेर हाल्न पनि सक्नुहुन्छ। त्यसपछि यो काजु र किसमिस हाल्ने। फेरि बेसार पानी धेर नहाल्नु होला, गन्ध आउँछ, त्यही भएर अलिकति त्यो राम्रो देखाउनको लागि मात्रै हो। त्यसपछि यो घिउ हाल्ने, बटर। लगभग अब चाहिँ हाम्रो सबै प्रक्रिया भइसक्यो साथीहरू। अब चाहिँ यसमा हामीले यसलाई दम मात्रै गर्नुपर्छ मजाले छोपेर। अब यसमा हरियो धनियाँ हाल्यौँ फेरि अलिकति, र हरियो धनियाँ हालिसकेपछि फेरि यो फ्राई ओनियन, तेलमा तारेको प्याज, यसरी फ्राई ओनियन हाल्ने। यो चाहिँ एकदम बिरयानी राइस मात्रै हो साथीहरू। यसको लागि मासुको मसलाहरू चाहिँ चिकन या मटन तपाईँहरूले अलग्गै बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यो बिरयानी राइसको मात्रै तपाईँहरूले अझ रेसिपी देखाएँ। र यसरी टक्क मजाले छोप्ने, माथिबाट केही सामानले थिच्ने। मैले चाहिँ यो पानी भरेर थिचेँ र 15 देखि 20 मिनट चाहिँ यसलाई सानो आगोमा एकदम दम गर्नुपर्छ साथीहरू। किनभने अघि हामीले 80% मात्रै पकाएको छ। अब यसले 100 पुर्याउनको लागि चाहिँ हामीले यसरी दम गर्नुपर्छ। यो चाहिँ यस्तो हेरेर सानो आगोमा यसरी यो दम भइरहेको छ टक्क। त्यसपछि साथीहरू अब हाम्रो दम पनि भइसक्यो र रेडी पनि भइसक्यो। अब यसलाई खोलेर हेरौँ। ल हेर्नु, यस्तो भइसक्यो साथीहरू। यस्तो दामी टेस्ट हुन्छ यसको, एकदम मिठो हुन्छ। तपाईँहरूले आफ्नै घरमा अलिकति आधा केजी या 1 केजी चामलको पनि यसै गरेर बनाएर खान सक्नुहुन्छ। र तपाईँहरू होटल रेस्टुरेन्टमा काम गर्नुहुन्छ भने त झन् यो एकदमै उपयुक्त भिडियो हुन्छ। तर यो धेरै जस्तो होटलमा यो युज नहुन पनि सक्छ। धेरै जस्तो यो इन्डियन होटलहरूमा चाहिँ युज हुन्छ साथीहरू। त्यही भएर तपाईँले यो कुराहरू बुझिदिनु होला। र साथीहरू हेर्नुहोस्, मैले मासुको मसला छुट्टै बनाएको थिएँ। त्यसपछि यो बिरयानीमाथि टक्क यो मासु हाल्ने। र थ्याङ्क यू सो मच साथीहरू आजको भिडियो हेरिदिनु भएकोमा। र अब छिट्टै अर्को नयाँ भिडियोमा हेरौँ ल। बाई बाई।